हेलो साथीहरु नमस्ते सबैलाई सब निकै होला दिगे म पनि निकै छु म आज इन 1.5 साल बठाई जुमारे स्टा कुकिङ अरे खुतर्की फुटाउन नार्यो दिगे मैले इन 1.5 साल भयो 1.5 साल बठाई मैले 3 खुतर्की जुमार्या छु इतिम कति पैसा आउनान त्यो थाहा छैन यो जो म खुतर्की देखाउन नार्या हो यो पारे सिटेनी बड्डीले मैले मेरो बुढो ले छिटाई फुटाउन भन्नाछन् वे 100 रुपैयाँ दिन्थे मैले हप्ता एक दिन करेन्ट चाउ खाना 50 रुपैयाँ मैते में हालन्थे 50 रुपैयाँ करेन्ट चाउ खान्थे म बहुत मस्त दार्यो के बोल्लार्यो तामी मेरो बुढो पार मुन्डो हल्लाउन नाछन् दिगे छिटाई ओद्दा भन्नाछन् म पारो टिप लाया तै निकाल्लार्यो निकाल्लो सौदारेन म पारे अब उन हाँस्सा आछन् चण्डी म्याड्ना आछन् मेरो कुरडी देउबर हाँस्सा आछन् दिगे मस्ती मस्ती बहुत मस्ती अद्दो म हाँसोलो फुटाउनो दिगे छिटाई बोलै जन्डी छिटाई ये खुतर्की फुटाउना कति छन् भन्न आछन् तिन फर्स्टै बैठाए हुन् तिन खुतर्की फुटाउना तेरा कति जुम्मा भइया छन् ताइना पैसा भन्ने म फुटाउन दिन्थिन दिगे आज म फुटाउन नार्यो धनतेरस हो दिगे आज धनतेरस का दिन फुटाउन नाछु म 3 खुतर्की उ ब्यान्डेज ल्याए थिए मैले यो नेपाल बठाई ल्याउ म पार पेट्रोल पम्प छैन मैले दोकान हाल्या थिए अत्तरियामी दोकान हाल्या बठाई मैले ये किने हूँ ओइ बठाई नेपालै बठाई लिया मेरो बुढाले त पार ओरे हाल्यो इन पैसा भने इन चाउ का पैसा हुनु उन पनि स्टा खाना बनाएका मेचिलीका बोडीका तमडाका पैसा हुनु इथो त जन्जिया छुट्टी मागोर इथो त जन्जिया हुनाइन बाउ सीटे मोल पनि इथो जन्जिया लो दिया पैसा हुनु तिन दिन स्टा काम रे हुनु मेरा बहुत पसिना कमाए हो मेरो रगत पसिना छ नि तेमी पसिना कि बहुत मेहनत अद्दु पडन्छ यो मेरो मेहनतको कमाई हो यो स्टा मेहनतको कमाई मेरो बुढो मारि हुन्ज्यासम्म ऊ अद्दा आछन् अब आफ्नो भिडियो बनाउन अद्दा आछन् दिके 500 का पैसा गइट्या च्यालेन्ज अद्दा रे फर्स्ट कति हुनान 500 का गइट्याउ कोही पछा 200 का कोही 100 का कोही 50 अरबर गइट्याउ कोही 10 लग छन् छिल्लल्ल बहुत छन् दिगे कति हुनान अर्को ब्लगम लग आउन्यो ये पैसा म कहाँ सदुपयोग अद्दा रे के किन्ना रे कसो किन्ना रे सबै आउन्यो यो भिडियो अहिले म बहुत खुसी छु मैले स्टा काम अरे एक अरबर मैले जुमा आर्या पैसा इन स्टा काम अरे आउनु स्टा पैसा हुन् मेरा स्टा कुकिङ अरे हुन् मैले ओभर टाइम लाइबर कुकिङ अरे पैसा हुने इन पैसा मेहनत अरबर सबै सक्सेसफुल हुने रहेछ भन्ने युमठाई प्रमाणित लोग भइया छ इन खाया भइबर उस्सा खाया भइबर कहाँ जाने थियो दिगे उस्सा पेटै नजाने थियो कि खर्च हुने थियो के हुने थियो खर्च त मैले म बहुत अद्दो खर्च त म कपडा हाल्लो ज्यादा खर्च त हाम्रो उही पनि खानालाई सबतिर रोम सोम सबतिर फ्री छ सब दिया छ उही पनि हाम खर्च बहुत अद्दा दुई बड्डा बड्डी बाहिर बठाइलो होटल बठाइलो मगाएर कहिले मन लाग्या दिन तेसर चौथा दिन हप्ता 2 बार त हम खा लाओ त म पारे 500 गइटार्यो मेरो बुढो कब्बो ठिका हुन् खुतर्की फुटाउन तेरो खुतर्की ना कति जुम्मा छन् भन्ना दे नेपाली नोट लगाइया छ दिगे पार घोप्टा पद्दा छन् उन हाँस्सा छन् उन लाज भन्नान कोही मेरो कुरो सुनबर हाँस्योन मान्दर हो यो तिर्के हेन मुन्डो हल्ल्याउन हाँस्सा दिउनु मैले त्यो कुण्डर हो तै कुण्डर हैन मैले भर्या हो 500 का गइटार्यो 2 लाख बर म बोली लार न्यू वहाँ के भन्यो तेन हाँस्यौन मान्दर हो यो इन पैसा जुमाद्दा अचियाल म अब जसो भइहाल्यो मेरो बुढाले उम्ठाइ लियो मैले काम सिकाए 2 कुकिङ अद्दाउ म मेरो बुढोलो कुकिङ हो म पनि कुकिङ अद्दौ मैले फर्स्ट कुकिङ अद्दो आउँथेन अब म फर्स्ट मेरो बुढाको हेल्पर भइया हुँ इसै घरमी हेल्पर हुँ म मेरो बुढो कुकिङ अद्याउ म हेल्पर हुँ उही बठाए मैले दिमागम टिप गर अब मेरो बुढाले भन्यो पार्ट टाइम कामहरु बल्लो तुइलाई कुकिङ आइजान्छ सबै आइजान्छ डराउने जनरै झाडो पोछा क्लिन अद्दो भन्ना कुकिङ निको सिप लग हो अब पटाइलग हुनिन् दिगे पटाइलग हुनिन् साफ काम लग हुन्छ अब आइबर खाना साना खतम गर्यो कि खाना साना बनाएबर खतम गर्यो घर डाइरेक्ट आउनु हुन्छ अब क्लिनो के हुन्छ काम अद्दुई पडन्छ
तसै हुन्छ म दुवैतिर काम अद्द म क्लिन ल कुकिङ ल सबैतिर अद्द नानो ठुलो काम ल भन्नाइन पारे हाँस्सा छन् म भन्नै लाछु तिनकी भन्नै लाछु मेरा मैले इसर ओर्या हूँ भन्ना छु तिन भित्र भित्र कति खुसी छन् अर्को बेला गमी कति भइआ रहेछन् आउने उहाँ